बस्न भ्याउँछु नानी मेरो कति काम छ कति काम गर्नुहुन्छ कि भाउजू हजुरले काम गरेर दिँदा त मै गरिसकेँ त्यो कान्छी भाउजू हेर्नु अहिलेसम्म उठ्नु भएको छैन कति सुत्न सक्या हो अलि भन्ने गर्नु न कति सोची भएको हौ हजुर अब के भन्नु लाग्ने भए पो भन्नु बोली मात्रै खेर जान्छ भन्नु पर्यो नि भन्नु कामै नगरिदिनु पर्यो यतिकै बस्दिनु उसले गर्छ कि जस्तो केही हुँदैन बिहानदेखि बेलुकासम्म जस्ताको त्यस्तै हुन्छ नानी तपाईँ पनि मलाई डिस्टर्ब नगर्नु यहाँ काम गर्न दिनु त कति काम छ आफ्नो यहाँ सुनेर गसिप गर्नु छ त्यो भित्र भाउसँग बसिरहेको थिएँ कि ठुलो भाउसँग हजुरको बारेमा यदि नाथरी के भन्नु म सुन्न पनि सकिरहेको थिएन मेरो बारेमा कति सुते कि रे अनि दिनभरि सुत्ची काम पनि केही गरिदिने केही चलाउँदिने हात भनेपछि फिटिकै चल्दैन भनेर यति कुरा भन्नुभयो म त सुन्न पनि सकिरहेको थिएन भाउजू त्यसको चल्ने भनेकै थुतुनो हो थुतुनो बाहेक केही नै चल्दैन न हात चल्छ न खुट्टा चल्छ न केही पनि चल्दैन त्यसलाई आउँदैन त्यही थुतुनो चलाउन त्यही मात्र आउँछ त्यही भने म जस्तो र सबै अलराउन्डर ट्यालेन्टेड म त अझै सुत्दिन्छु गर भनिदेऊ एउटा छिरेको सिनको पनि उठाउँदिनँ लडेको गिलास पनि उठाउँदिनँ गएर भनिदेऊ हुन्छ भाउजू म चाहिँ के सुत्दिन्छु म त ब्ल्याङ्कै सुत्दिन्छु मलाई बा भाउजू कति काम गर्नुहुन्छ म दिक्क आइछ कसरी सक्नुहुन्छ कसरी सहनुहुन्छ कि हजुरले के भयो के हुनु नि अहिले भाउजूलाई झन् सँगको भाउजू होइन दुईजना मिलेर काम गर्नुपर्छ यसरी हुँदैन एकजनाले मात्र कति गर्ने भनेर भन्यो के भन्यो भन्नु न के म त मरे काम गर्दिनँ धरीको सिङ्को पनि उठाउँदैन गिलास पनि उठाउँदैन कसम त्यहाँ जे सुके गर्छ होला यतिसम्म हेपिसक्यो नि त भाउजूले हजुर कस्तो किन यस्तो सोचे भयो क्या भाउजू छ्या मलाई त हजुरको माया लागिसक्यो ठिक छ छोडा सिङ्को पनि नउठाउने अरे ला मेरो चिम्टी खस्यो उयो टिप त कान सुन्दैनौ उयो टिप भनेको मेरो हात भाँचिएको छ अर्को हातले टिप अर्को पनि भर्खरै भाँच्यो त्यसमा खुट्टाले टिप मेरो ढाड पनि भाँचिएको छ नटिप्ने हो तिमी किन टिप्नु हो आफै झारेर आफै टिप्ने नि मैले झारे गरे त टिप एउटा काम त गर्दा हुन्छ नि अनि तपाईँको मुख गल्दैन मलाई थुतुन चलाएर जतिखेर बिहानदेखि चलाएर मैले सबै थाहा पाइसकेँ सबै मैले थाहा पाइसकेँ मैले चाहिँ चला तिमीले चाहिँ आफ्नो थुतुनको बारेमा चाहिँ मेरो थुतुनो राम्रो छ बिहानदेखि यति काम गरौँ भयो जति सबै गरौँ उसलाई केही नकोट्याए पनि नबोलाए पनि ल ठिक छ नि त सुतस भएर छोडिदेऊ उल्टा बोलाएर थुतुनो नचलाए काम गरे भयो नि थुतुनो चाहिँ कति चलाएको मम्मी टाउको दुख्ने माइ हेड इज पेनिङ हेर्नु त हजुरको प्यारी बुहारीहरू कति मिलेर बसिरहेको थिए हेर्न आउनु त होइन उसले हो थुतुनो चलाएको उसले भन्नु थुतुनो काम गर गर्दाले कस्तो बुढी बिहे गरेछ नि के गरेको बहिनी तिमीले यस्तो तपाईँको पढाएर न सबै पढाउँदै यो बाटो तपाईँको होइन दिदी आफू पढाएर न तिम्रो पट्टि त जहिले म पढाइदिन्छु त जहिले तपाईँलाई मैले मेरो पट्टिको बढार्नु भनेको थिएन नि अब आफ्नो आफै बढार्ने मैले आफ्नो पट्टिको बढाइदिइसकेँ कान्छी जाऊ त धन्दा गरिदेऊ ठुलीको हात काटेछ अस्ति मेरो पनि त हात काटेको थियो नि नखरिकन गर जाऊ जहिले गरिरहेको हुन्छ त उसले तिमी गर आज त्यति धन्दा जाऊ तपाईँले भएर मात्र मानेको है मैले मम्मी तपाईँलाई मैले हेर्नु हेयर कलर त कालै थियो नि त कपाल अनि यो ब्राउन ल्याइदिएको ब्राउन लाउनु न राम्रो हुन्छ अनि यो तपाईँ कफी पनि खानु अनि यो चियर पनि सकिएको थियो अनि यहाँनिर मेरो ठुली बुहारीले कति सोचेको घरको बारेमा ल मम्मी काम थियो है भित्र मम्मी हजुर सौदाहरू किन्नलाई पैसा छैन होला त्यो राख्नुहोस् 5000 सौदा किन्नुहोस् अनि उब्रिएको पैसा चाहिँ आफै राख्नुहोस् आफ्नो हुन्छ नि के किन्नु है ओहो मेरो कान्छी बुहारीले यति सोचे कि मेरो बारेमा हेर नि ठुलो ल्याइदिएको यस्तो बुढी मान्छेलाई कफी खान ल्याइदिएको कफी कलर ल्याइदिएको बुढेसकालमा निलो रङ लगाउनु अरे मेरो ल्याइदिए कि भगवान अब त्यस्तै पाके सोच्दैछ फेरि भाउजू आज कसको लागि खाना बनाउने
आज देउरानीको पाली हो नि मेरो बिहान हो नि त उसको बेलुका हो आज सबै भात पकाउने धन्दा गर्ने सबै उसको पाली हो यहाँ कस्तो भोक लागिसक्यो टाइममा खाना खान दिनु नि भाउजू मेरो पालो होइन अलिकति हेल्थको केयर गर्नु परेन भने पख म त्यसलाई भन्छु पख देउरानी ओ देउरानी मेरो ओछ्यानमा किन यस्तो मडारिएको हेलो देउरानी के भयो लौ न बहिनी बिहोस भइसिन् नानी आऊ त के भयो भाउजू खोइ के पो के भयो हेर न भाउजू उसो गर्नु न छ्या छ्या, छ्या यस्ता खुट्टा ल्याएर मेरो ओछ्यानमा ओइ उठ न भाउजू एकछिन रेस्ट गर्न दिउँ है भाउजूलाई छोड्दै अब बिहोस भइहाल्यो नि अब आफै पकाउनु त होला नि फेरि यो हप्तामा 3 चोटि बिहोस हुन्छ नि जहिले जहिले आफ्नै पालामा फेरि बिहान हुनु नि बिहोस विकनेस होला कि भाउजू धेरै काम नगरेको भएर मेरो कानमा झुम्कना मेरो गलामा सुनबन्दी औँठीमा औँठी सुनको मेरो त घाँटीमा सुनको गलबन्दी पित्तल लाएर कहाँ हिँडेको देउरानी दिउँसोमा पित्तल यस्तै हुन्छ अनपढ गवारहरू जसलाई सुन र पित्तलमा फरक थाहा हुँदैन हेर्दै चिनिरहेको छ हो तिमीलाई ढाँटेर हुन्छ मेरोमा त पित्तल लाउँदा पनि सुनै देखिन्छ ल भाउजू फेरि त्यस्तो कुरा चाहिँ मसँग सब पित्तलै हो भन नि त किनभने सुन होला यो मेरो माइतीले दिएको बिहेमा अनि अहिले चाहिँ यहाँ के ओकेजन छ र तिमीले लगाएको के भयो त कति राख्नु भनेर तपाईँको त त्यो भएको दराजमा भएको पनि सबै सडेर कुहिसक्यो होला छैन पनि होला तिम्रो जस्तो फलामको पित्तलको हो र कुहिनलाई सडिनलाई मेरो त ओरिजिनल सुन हो म लाउँदिनँ मेरो इच्छा म राखिरहन्छु भए पो लाउनु त अर्काको देखेर आरी चाहिँ डाँडे एक नम्बरको आरी चाहिँ डाँडे छन् हाम्रो घरमा त के गर्नु डाँडेहरूलाई मेरो त सुनको गलबन्दी मेरो त कानमै झुम्कना मेरो त हातमै अङ्गुठी छ अनि तपाईँको चाहिँ के छ वेलकम आज मैले सामानले यति टल्काइदिन्छु मुख मेरो कस्तो हेलो एभ्रिवान अब आज म पनि छ भिडियोमा कति कुटे कि त हेर्नु त यसलाई नाकर मार न हेलो एभ्रिवान हेलो एभ्रिवान नमस्ते इट्स मिस अमेरिका बेमाने इट्स मिस मारिका ढकाल नमस्ते इट्स मिस सुरक्षा इटनी सुरु स्मिरासिका गर्तौला आमा अनि आज चाहिँ हामीले यतिकै रमाइलोको लागि भिडियो बनाएको थाहा छैन कस्तो बनायो भनेर पनि होप यु इन्जोय द भिडियो एन्ड डोन्ट फर्गेट सब्सक्राइब आवर च्यानल अमेरिका मानेको अनि हाम्रो अभय अमेरिका युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला पनि भन आफ्नो ए मेरो सुरक्षा इटनी पनि सब्स्क्राइब सबैको गरिदिनु होला अनि मेरो चाहिँ पहिला गरिदिनु होला यिनीहरूको 2 नम्बरमा मेरो चाहिँ 1 नम्बरमा गरिदिनु होला अनि थ्याङ्क यू सो मच फर वाचिङ आवर फुल भिडियो बाइ भाले घटी ऊ चाहिँ एकदम बिग फ्यान हो हामी जस्तै